ओके यहाँ सबैजनालाई नमस्ते। अनि हाम्रो चाहिँ बिहानको खाना रेडी भइसकेको छ। आज चाहिँ हाम्रो कोदोको ढिँडो नेपाली खाना अनि नेसनल फुड अनि कोदोको ढिँडो, बेथुको साग अनि यो अचार टमाटर र उसको अचार छ। अनि दाल चाहिँ यो हाम्रो मुस्ताङे दाल है। खासै अब नर्मली यो किचनमा त्यति धेरै पाकिराख्ने दाल त होइन, कि थकाली खानामै हुन्छ होइन। तर हामीले चाहिँ आज यो ढिँडो हुनाले स्पेसल भएर यो यो चिप्ले भेन्डीको अचार अनि दाल खानु चाहिँ हेल्थलाई एकदमै राम्रो भन्छ है। ल अघिल्ला सुरु गरौँ। अनि यता बिहाइन्ड द सिनमा हामी दिदी नै हुनुहुन्छ। उहाँ चाहिँ क्यामेरामा आउनु मान्नुहुन्न, एकले खानुहुँदैछ। अघिल्ला हामी स्टार्ट गर्छौँ है त। आज चाहिँ हामीले कुनै कम्पिटिसन चाहिँ राखेको छैन है, कलेसिटो खाने। आज चाहिँ आरामले खाने हो, कम्पिटिसन नगरी। भरे ढिँडो अड्क्यो भने फेरि होइन। मिठो भयो। नेपाली खानाको स्वादै छुट्टै हुन्छ नि। त्यही भनेको होइन, त्यो चामलको खाना कति खाने कि जहिले जहिले खाएको त हुने हो त नि। अझै मिठो भएछ। अस्ति जहिले चम्चीले खान्थेँ तर ढिँडो बाख्रा चम्चीले खाँदा चाहिँ पेट भरिँदैन। अनौठो लागिरह्यो हातले हाल्दा त पेट भरिँदैन। कतिवटा चम्चाले खाएको जस्तो पनि लाग्दैन मलाई त। जतिखेर जहाँ पनि हातैले हो। ठिकै हो। नेपालीका जगन्नाथ भन्ने दाजु होइन। मुस्ताङे दाङ पनि मिठो। ढिँडोकै लागि बन्यो कि यो चाहिँ। यस्तो मिठो। हाउ त खाइरो सक्यो भने तनाव भयो। खाइसक्नु त्यति खाना पनि नखाएर हामी त ज्यान हेरेर थाहा हुन्छ। घाइ लाग्दो जानु।